हेलो गाइस, आज फेरि लिएर आइसकेका छौँ ब्लग। बाहिर एकदमै जाडो छ। ओहो, हाम्रो चाहिँ कन्डिसन यस्तो छ। यहाँ बस्नु भएको छ भर्खरै नुहाएर हो। हजुरले नुहाएर हो। भर्खरै जाडोमा यस्तो माहौल छ। हामी बसिरहेका छौँ। आज लोसारको दिन हो, पुस 15 गते खाजा खाने दिन पनि हो, लोसारको दिन हो। आजको अपडेट के हुन्छ मैले तपाईँलाई गराउँछु। आजको धेरै समयपछि ब्लग। पछिल्लो शनिबार म व्यस्त थिएँ स्कुल हुनाले। यो शनिबारको ब्लग जुन राख्ने ट्रेन्ड छ त्यो ट्रेन्डभन्दा थोरै चाहिँ बाहिरबाट यो लोसारको बेलामा बिदाको बेलामा राखेको छु शनिबारको ब्लग छोडेर। ल तपाईँले लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला, कस्तो छ त्यो भन्नुलाई प्लिज गाइज। कस्तो छ हामीले बनाएको कमेन्ट प्रतिक्रिया कस्तो छ भन्नुहोला। यहाँ चाहिँ भोलिबाट इक्जाम छ, यस्तो हालत छ है। ओहो, झाडो छ म्याडम। के छ आजको प्लान? के पाक्ने कार्यक्रम छ आज? चिसो छ मौसम। हेर्नुहोस्, चिसो मौसममा आटा पनि यो के पाक्दैछ? ओहो, गइसक्यो, गयो कफी। ल है, आज आटो पाक्दैछ। आजको कार्यक्रम भनेको आटो पाक्ने कार्यक्रम छ। कसलाई मनपर्छ भन्नुहोला। पठाउन त सकिन्न, हामीले खाएको देखेरै चित्त बुझाउनु होला। ल यसरी ताप्दै कफी खाँदै मजा पनि बेग्लै छ। डन के छ? नुहाएर यो के छ खबरहरू? यो जाडोमा हाम्रो सानी मान्छे पनि आइसकेका छन्। तपाईँले हेर्नुहोस् ट्याक्क। मैले केही काम गर्दैछु, क्वेसन पेपरको काम हुँदैछ है। अहिले 12 बजेको छ र बाहिरको मौसम यस्तो छ, चिसो छ है। नानी के छ खबर? हेलो गाइज, हाम्रो नानीले यहाँ खेलिरहेछिन्। नानी नानी दाई खै? दाई खै? दादा खै? गाइज खै? ए अनि दाई खै? दादा दाई उहाँ छ। दादा खै? बल्ल बल्ल बोल्न जाने कि छिन् यिनले। बोल्छिन्, रमाइलो गर्छिन्, दिनभरि दिन यसरी नै बित्दैछ गाइज। बाहिर जाडो छ, जान सकिन्न। हात पनि एकदमै ठिरहेको छ। नानी यहाँ देऊ, लौ यो पनि लौ। आफूलाई चित्त बुझ्यो त। पाउन खान्छौ? ए यो लान्छौ? कहाँ लाने? किचनमा लगाऊ। नास्ता खाने बेला भइसकेको छ। अब यहाँ हाम्रो सानो मान्छेले गएर नास्ता लिएर आए। नेपालीको नास्ता भनेको प्रायः जसो चाउचाउ नै हुन्छ। अब नास्ता खाने तयारी हुँदैछ। हाम्रो म्याडमले नास्ता पकाउँदै हुनुहुन्छ। आज त एकादशी हो, सादा सिम्पल नास्ता खान पर्छ। चचो सोचो खानु हुन्न हेर भाइ, चचो लिएर आए। के हो यो नानी? के हो यो? के हो नानी? सानी मान्छेले पनि कस्तो बच्चा? रमाइलो बच्चा? गाइज, बाहिरको मौसम यस्तो छ। घाम नलागेको 4-5 दिन भइसक्यो। कुहिरो छ। हिजो त अझै भित्र कुहिरो थियो। यस्तो राम्रो छ मौसम, तर चिसो छ। हेलो गाइज, अब हाम्रो चाहिँ आज ब्लगको एन्डिङ यहीँ हुँदैछ। प्रतिक्रिया दिनुहोला, लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला, सब्सक्राइब गर्नुहोला। जति माया गर्नुहुन्छ त्यति ब्लग मैले लिएर आउँछु। ल हस्, धन्यवाद।
बाई फेरि नेक्स्ट ब्लगमा